आफ्नो नाम किशन कुमार श्रेष्ठ राजकोटमा आफ्नो व्यवसाय गर्दा छ स्वतः र यस कम्पनीमा आबद्ध भएको 5.5 वर्ष भयो। यस कम्पनीमा म युनिभर्सिटी पढाएको। हजुर सम्पूर्णलाई थाहा छ, मलाई बोल्न नआउँदा पनि म 12 महिनामा क्राउन गएँ। 18 महिनामा युसिडी गएँ। यसमा आबद्ध भएको 12 महिनामा क्राउन, 18 महिनामा युसिडी, 3 वर्ष 9 महिनामा कार्यचित गरे। यो सबै बिजनेस जुन डाइरेक्ट सेलिङ बिजनेस छ नि, त्यो कसरी हुन्छ भन्दा मेन चाहिँ आफ्नो मनमा सपना, ड्रिम, पागलपन नभइकन हुँदैन। सबैको यताउता कुरा बुझ्दा एउटै छ, प्रश्न एउटै छ। तर यो प्रश्नको उत्तर के हो भन्दाखेरि मेन लगातार निरन्तरता दिने, सहनशीलता राख्ने र फलो। मेरो गुरुले मलाई एउटा कुरा मात्रै सम्झाउनु भएको। मेरो गुरु भनेको मुकेश श्रेष्ठ। किशन सर, ठिक छ हजुर बोल्न सक्नुहुन्न, तर एकजनालाई ढलाउन जान्नुपर्छ। एकजनालाई त बुझाउन सक्नै पर्छ। अब एकजनालाई सक्नुभयो भने बाँकी आफ्नो आप आउँछ। एकजनालाई के पर्सनली भेटेर यसरी हो, यसरी हो, यसरी हो, यसरी हो, पुरा चित्त बुझाएर के उसले ना नभनोस्। ना पनि कसरी भन्छ र त्यसले? जब उसको फाइदाको लागि हामी कुरा गरेछौँ नि। पहिला त हजुरले के सोच्नु भन्दा म उसको लागि गरिरहेको छु, उसको लागि, मेरो लागि होइन, उसको लागि। जस्तै हामीसित एउटा 5 स्केल छ। 1 नम्बरमा आउँछ हजुरको, 1 नम्बरमा 100% अर्ग्यानिक ग्यारेन्टी। यो त हजुरले सबैलाई सुनाउनु पर्छ कि यो अर्ग्यानिक ग्यारेन्टी। त्यो पनि नेपाल सरकारको भ्याट बिल सहित। त्यो पनि हजुरलाई 30 दिनभित्र फिर्ता गर्न पाउनुहुन्छ। यो सुविधा हजुरले कहीँ पाउनुहुन्छ? ल भन्नुहोस् त, कहीँ पाउनुहुन्छ? आफैले ना भन्छ। यो सुविधा हामीले दिन्छ। मन नपरे खुल्ला दे कि मलाई वापस, खुल्ला दे। आज 22 वर्षमा कसैले पनि अहिले सामान रिटर्न गरेको छैन कि। त्यत्तिकै कम्पनीले 30 दिनको म्याद दिएको छैन। यो टिप्स त दिनै पर्छ कि एउटा लेखेर, त्यो पनि मुखले भन्दा लेखेर। मिनिमम त्यसित धेरै होइन 15 देखि 20 मिनट लिनुहोस् क्या, धेरै नलियो पनि। यो 5 स्टेप बुझाउनको लागि सबैभन्दा 100% अर्ग्यानिक ग्यारेन्टी। त लगायत तेरो परिवार स्वस्थ रहने सामान, त लगायत तेरो परिवार स्वस्थ रहने सामान, त्यो पनि 100% ग्यारेन्टी के साथ, त्यो पनि नेपाल सरकारको भ्याट बिल सहित, त्यो पनि 30 दिनभित्र वापसी गर्ने सहित। अर्को हजुरको जुन छ नि 10% डिस्काउन्ट, 10% डिस्काउन्ट छुट। ल भन्नुहोस् हजुरले कुनै पनि जाँदाखेरि छुट पाउनुहुन्छ? पाउनुहुन्छ त 100 मा एउटा दुईवटा पाउनुहुन्छ। यहाँ त 100% छुट छ हजुरलाई 10%। त्यो पनि भ्याट बिलमै काटेर आउँछ। कहीँ पाउनु भएको छ छुट? पाएको छैन। अहिलेसम्म हजुरले लाखौँ रुपियाँको सामान लिइसक्नुभयो, त्यो पनि बिना छुट। एउटा त्यो। तीसरा स्टेप 10% अफर। जब हजुर फागुनमा जुन सामान ल्याउनु भएको थियो 1000, 2000, 5000 को, अब त्यही सामान चैत्र महिनामा लिन जानुहुन्छ, त्यो 2000, 4000, 5000 को जति पैसाले उति नै सामान दिन्छ हो कि? जति पैसाले हजुरलाई उति नै सामान दिन्छ, थपेर दिन्छ। यसले 10% एक्स्ट्रा सामान दिन्छ हजुरलाई काम लाग्ने। हरेक महिना चियापत्ती, मञ्जन, सरफ, साबुन, टाउकोमा लाउने तेल, नाना थरीका प्याडहरू, यो त्यो नाना थरीका क्रिमहरू हजुरलाई चाहिने सामान नकिन्ने, अरू लिने, त्यो त त्यसै फ्री आउँछ। 10% हजुरलाई एक्स्ट्रा अफर। फाइदा कि घाटा नभन्नुहोस् सर, यो त फाइदै हो। 10% छुट पनि पाउनुभयो, 10% अफर पनि पाउनुभयो। कति मजाको कुरा रहेछ यो त। हो त रहेछ नि, फाइदाकै कुरा हो। बोल्दाखेरि आँखा जुदाएर बोल्ने। फेरि यो होइन कि बोल्ने एकतिर गर्ने एकतिर होइन। फेरि यो बिजनेस भनेको एकदम एक्टिभिटी, आँखा जुदाएर, नडराइकन, कन्फिडेन्ट भएर। हजुर अलिकति लुलो कमजोर भयो भने त हजुरलाई झन् लुलो बनाइदिन्छ।
हो, उल्टो हजुरलाई पढाएर पठाइदिन्छ एकदम एक्टिभिटी कम्फोर्टेन्ट भएर। किनभने हाम्रो टेम्पा शेर्पा सरले भन्नुभएको छ, छाती ठोकेर भन्नुहोस् कि हाम्रो 26वटा कम्पनीमा जुन 25वटा कम्पनी छ त्यो 25वटा कम्पनीभन्दा सस्तो सामान हाम्रो। र मैले कार्यक्रममा के भन्छु, त्यो 25वटा कम्पनीभन्दा होइन, म त बजारको भन्दा सस्तो सामान पर्छ हाम्रो, छाती ठोकेर भन्छु के। तर लिनुहोस् सिस्टममा, जो 5-6 हजारका सामान लिनुहोस्, हजुरलाई चाहिने हामीसित पाइने। त्यो होइन कि फ्रिजमाथि टिभीमाथि सजाउने भनेको छैन, रेगुलर युज गर्नु। सरफ हरेक महिना भ्याइन्छ, कपडा धोएर साबुन हरेक महिना भ्याइन्छ, क्रिमहरू लिपस्टिक सबै सोचौँ भने त सबै कुरो छ नि हामीसित, तर बुझाउन जान्नु पर्यो। मेन स्टेप यहाँबाट सुरुवात। क्यासब्याकको 5 देखि 16% क्यास करोड हातबाट गइसक्यो। ल त्यो पैसाको आम्दानी भन्नुहोस् के छ, के भयो? पैसा दिनुभयो, सामान ल्याउनु भयो, खानु भयो, कसैको गोबर ग्यासमा, कसैको सेफ्टी टङ्कीमा गयो, त्यो पैसाको 1 रुपियाँ आम्दानी आयो? कति लिनुभयो सबै डिटेल हुन्छ, त्यो पनि हजुरसितै हुन्छ, हजुरको मोबाइलमै हुन्छ। त्यो कन्फिडेन्ससित बोल्नु पऱ्यो कि। कन्फिडेन्स 400 देखि 500 बिबी मेरो पर्सनल। 300-400 बिबी जसले अब छोडिदिए नि, 2 फेरा लिएर 3 फेरा लिएर हरेक पनि निस्कन्छ कि त्यस्तो, त्यो मैले गरिदिन्छु। किन घाटा खान्छु र मैले? 1 फेरा लिए 4000 का फ्री आइहाल्छ, हो कि होइन? 2 फेरा लिए 4000 का फ्री आइहाल्छ, घरमा युज भइहाल्छ सामान, हो कि? 2टा लिएपछि 2टा लिनु पर्यो, त्यसपछि 2 बेलामा डाउनलाइनलाई हामीले हेर्ने हो कि त्यसलाई नोक्सान पुर्याउने। जति हामीले डाउनलाइनलाई हेल्प गर्यो उति हाम्रो अगाडि बढ्ने। तर त्यो पनि भन्छु, पछि हजुरले 2-3 महिनापछि लिनु पाउनुहुन्छ। 2 महिनाको सँग मैले किनिदिएको छु पनि भनिदिन्छु, लिएन भने ठिकै छ। 500 झन् आजसम्म देख्नुभयो, 4 महिना सामान लिएर 5 महिना फ्री पाइन्छ। मलाई हरेक महिना पैसा दिइरहेको छु पसलमा। यहाँ हेर्नुहोस्, 20% हजुरले फ्री पाउनुहुन्छ सामान, 4000 बराबर। मात्र के गर्नु पर्यो? रेगुलर लिनु पर्यो, 5 देखि 6 हजारको सामान। आखिरमा सामान किन्ने न हो, कहीँ न कहीँ बार किन्ने न हो, भगवान्ले डुलो बनाइदिएको छ, कसैले फ्रीमा फाल्दिन्न। न घरमा उब्जन्छ, उब्जने भनेको त्यो तोरी, गहुँ, मकै र चामल हो। त्यो बाहेक त सबै किन्नै परिरहेछ, त्यो बाहेक सबै किन्नै परिरहेछ। आखिरमा किन्ने हो, कसैलाई धनी बनाउने हो। आफू किन धनी नबन्ने? त्यही गर्दाखेरि हजुरलाई बजारबाट सस्तो पर्छ भने किन नखाने? किन नखाने? यो मेन 4 स्टेप के 4000, त्यो पनि रोजेर। म तेल मात्रै राख्छु भने पाइयो, मन्दिर मात्रै राख्छु भने पाइयो, सबै मिसार लिन्छु भने पनि पाइयो। यो त छैन नि, यो किन्नै पर्छ, यो राख्नै पर्छ भन्ने त छैन। हाम्रो प्याकेजिङमा छैन। मैले उहाँलाई भनेको थिएँ